Hello guys, welcome to my channel. तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ अनि आज चाहिँ मैले फेरि पनि मेरो च्यानलमा मेरो भाइ बहिनीहरुलाई मैले क्वेशन गरेको छु। अब मैले मेरो बहिनीहरुलाई त क्वेशन गर्ने छु। मेरो साइडमा बहिनी हुनुहुन्छ। नाम भनिदिनुस् पविजी। Hello, my name is Dr. Puar. ल तपाईँ कति वर्ष हुनुभयो? 12 है। अब उसको आन्सर के छ? Which one do you prefer, love marriage or arranged marriage? Arranged marriage. Why? Hi. छिटो न खै ल लभ म्यारेज किन त नि नो पछि धोका पाउँछ भनेर लभ म्यारेज एरेन्ज म्यारेज गर्दा धोका पाएन त्यो नै नि त्यो बाबामले भनेको हुन्छ त्यो सजिलो हुन्छ नि ल बहिनीलाई कङ्ग्रेचुलेसन अहिलेदेखि नै। अब हामी अर्को बहिनीको सिटतिर जानेछौँ। मुस्लिम बहिनी यो बहिनी लजा चाहिँ अघिदेखि सोध्छ भने के होला तल बस्छ त म त बच्चा हो ल्याले लाइदा दुध खान What is your name? कृपा श्रेष्ठ How old are you? 12 ल 12 वर्षको नानीलाई हामी सोध्नेछौँ लभ म्यारेज प्रिफर गर्नुहुन्छ कि एरेन्ज म्यारेज प्रिफर गर्नुहुन्छ? Arranged marriage. Arranged marriage. Why? बाबामले भनेको सबैले बाबामले भनेको एकदमै ज्ञानी छ है। ऊ चाहिँ 12 वर्षको छ। 13, 14, 15, 16, 17, 18 अझै 6, 7 अझै छ है 10 वर्ष जति है। 10 हैन 25 वर्ष ल why do you prefer arranged marriage किन? मैले भन्छ बाबामले तपाईले एरेन्ज भने लभ गरे नि झापड हान्न आउने हो कि ए ल एकदमै राम्रो रहेछ तिम्रो थट कङ्ग्रेचुलेसन। भ्लगमा हेर अब हाम्रो यहाँ अर्को बहिनी छ। अयो मलाई यही मार्यो। से हेलो से हाई। हेलो व्हाट इज योर नेम? मेरो नाम चाहिँ ईशा राणा। अनि कति वर्ष हुनुभयो ईशाजी? 14 वर्ष। ल 14 वर्षकोले म सोध्ने चाहिँ विच वान डु यु प्रिफर एरेन्ज म्यारेज अर लभ म्यारेज? लभ म्यारेज किन? किनकि मैले चाहिँ मेरो मम्मी र बाबाको चाहिँ लभ म्यारेज भएको र उहाँहरूको जसरी अहिले रिलेसनसिप गइरहेको त्यसरी नै मेरो नि बनाउन चाहन्छु। सो आई वान्ट टु डु वाउ सबैले क्ल्याप। एउटाले सही कङ्ग्रेचुलेसन। बाई बाई।